बालकृष्ण समको कविता मृत्यु पछिको अभिव्यञ्जन। मेरी प्रिया, मलाई अब राम्रै निको भयो। झरेको फुलको थुङ्गो भन्दा पनि जिउ अझ सतस हलुको भयो। झन् किन तिमी त्यस्तरी अजार बजार गरी रोए कि धत? मुटु कति घाइते भयो होला। देख्दिनौ वायुका सूक्ष्म तरङ्ग तिम्रो बिलापको आघातले टुट्दै चकनाचुर हुँदैछन्। म त कड कड देख्न सक्छु, छिया छियामा घुस्न सक्छु। चुप लाग प्रिया, मलाई माया गर्ने मान्छे, चुप लाग। रुवाईलाई बौद्ध सुन्नेमा बिसाऊ। अब मलाई सन्चो भयो, कुनै सुलले पनि घोच्दैन। मेरो शत्रुले तीखो त्रिशूल लिएर घोच्न आयो भने पनि त्यो बित्थ्या मेरो बीचमा धुवाँ झैँ बात्तिनेछ। किनभने अब म सारो ऐना जस्तो होइन, आकाश जस्तै कोमल पारदर्शक भइसकेको छु। मेरो हात हावाकै मात्र यो हुँदो हो त म त्यसले तिम्रो आँसु पुसिदिन्थेँ। तिम्रो आँखामा चुम्बन पोतेर आँसु भुलभुल आउने प्वाल टाल्थेँ। तर म आकाश भइसकेँ। हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्दिनँ। प्रकृतिको ऐना पोखरीमा निउरी हेर्छु, त्यहाँ म आफूलाई आकाश मात्रै देख्छु। प्रिया, कि मलाई मर्यो भनिदियौ, मर्यो भनी ठान्यौ? हो, साँच्चै म त्यस्तै तिम्रो निम्ति कामै नलाग्ने भए कि क्या? केही विशेष घटना घट्यो होला पनि परिवर्तनको अनुभूति हुन्छ। अग्नि परीक्षामा उत्तीर्ण भएको झझल्को लाग्छ। हो, अब मेरो मन कतै पनि दुख्दैन। मन राख्ने ठाउँ नै कहाँ छ र? सब उदाङ्ग निर्वाङ्ग छ। मेरो इन्द्रिय जेमा पर्छन् त्यही त्यही तल्लय हुन्छन्। म पात देख्न साथै पातै हुन्छु, त्यसको सुस्केरामा डुब्छु। फुलको वरा पर्ने बित्तिकै त्यसको सुवासमा बास बस्छु। जुनसुकै रङमा पनि मिल्ने मेरो यस्तो गति भइसक्यो। उडेको छारोभन्दा मैदा, बाष्पभन्दा पातलो, तेजभन्दा मसिनो, हावाभन्दा पनि मिहिन। एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो। सरोवरमा सरोवरी हुनासाथ त्यो सरोवर भयो। म आकाश भएँ। बादल फाटेको नील नवसङ्गलीय तुल्य म तङ्ग्रिएँ, म निको भएँ। तिम्रो वरिपरि रुने अरू पनि मेरा बान्धव इष्टमित्र छन्। ओहो, त्यो किन त्यस्तरी रोएको? ममा त्यसको त्यति ममता रहेछ मलाई थाहै थिएन। बरु अर्को जति रुनुपर्ने हो उति रोएको छैन। त्यो जाति छ। भयो, कोही नरोइदिउन्। प्रिया, ती तिमीलाई झन् भिजाइदिने मात्र हुन्, कति सान्त्वना दिने होइनन्। बरु आफै स्तब्ध भई हार्दिक हवन गर। भो, अब नरौ, अब म मासु छैन। तिमी पनि भौतिक आँसुको भर नपर। वेदनात्मक कवितालङ्कार फाली कवितात्मक अध्यात्म बन। हेर, मलाई सब दुख्न हरायो, निको भयो। असङ्ख्य भारले कपाल टन्केको थियो, घाँटी मस्केको थियो, हात खुट्टा बाँधिएका थिए, छाती कसिनाले सास फेर्न पनि बाधा हुन्थ्यो। माया ममताले मुटु निचोर्थे, कलेजो काट्थे, नसा नसा जेलिएर गाँठो पर्थे, हाड आपस्तमा पिदिँदै कटकटाउँथे। अझै म मेरै हो भन्थे। उर्ली उर्ली रगत रुन्थ्यो। अब सब बन्धनबाट मोक्ष भएको मलाई जीवित अनुभव छ। यसकै नाम मृत्यु हो भने मलाई अब राम्ररी निदाउन देऊ। तर सो त यो निष्काम कामना किन बाँकी छ जान्दिन। म टम्म आकाशभरि भएर सुत्नेछु प्रिया। तिमी आफ्नो मायालाई त्यति नै सम्म विशाल बनाऊ अनि त्यसले मलाई पैतालादेखि तालुसम्म ढाक्ने गरेर ओढाइदेऊ। अनि हाम्रो प्रेमालापको अनन्त सपनामा र कुनै दिन हृदय चुर्लुम्म डुब्ने गरी परम सुख निथारी घुट्क्याएथ्यौँ। त्यसको सुमधुर स्मृतिमा अँधेरी रातले सुदिनलाई पर्खे झैँ निष्काम म पर्खिरहनेछु। एक दिन तिमी पनि आकाश बनेर आउँछौ निश्चय। तब म उषाको सिन्दुर रङले तिमीलाई स्वागत गरेर असीम अङ्कमाल गर्नेछु। अनि पछि सूर्य र सूर्यलाई साक्षी राखेर कहिल्यै फेरि नछुट्टिने क्रिया हाल्नेछु। अहिले मलाई निदाउन देऊ। उसै दिन बिउजुला, समयको रुमालले आँसु पुछ। अझै सुक्क सुक्क नगर प्रिया, मेरो निन्द्रा नबिगार।